एकदम वेलकम टु माई ब्लग साथीहरू हैन अहिले चाहिँ टक्क हेभन डाँडामा चाहिँ तपाईहरुले सर गर्न चाहन्छु अहिले चाहिँ ट्रेकिङको लागि चाहिँ लट्ठी बोकेर हिँडिरहेको छु गाइस लट्ठी नै सहारा भइरहेको छ बुढो मान्छेहरू नि यस्तै ताकत बल देखाएर हिँडिरहेको छ कि अब हामी नि टक्क लागिरहेको छ टक्क यतिको रहेछ झन् Here you guys, Heaven Dada. हामी चाहिँ त्यो तलको रोड चाहिँ त्यो काठमाडौँदेखि त्यो चितवन जाने लाइक पोखरातिर जाने बाटो हो कि हैन त्यो बाटो चाहिँ पार गर्दै हामी चाहिँ टक्क आइरहेको थियौँ टाढा काटेर चाहिँ अहिले गन्तव्यमा आइपुगिसक्यो हामी सानो खानुपर्ने हुन्छ होइन जङ्गलको बाटोबाट हामी आउँदैछौँ क्या बिस्तारै अगाडि बढ्दैछौँ हामी बिस्तारै 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 यस्तो छ माहौल खस्यो भन्दा नो चान्स होइन ल कस के भने मात्रै हुँदैन चाहिँ म्याम तपाईँ नभन्नु न गाइस यो ठाउँ चाहिँ एकदम डेन्जर रहेछ होइन यो ठाउँ एकदम डेन्जर रहेछ म्याम जुको पनि आउने रहेछ कत्रा राम्रो भयो भने त हालिदिने हो क्या तर यस्तो राम्रो मान्छेहरू क्याप्चर गर्नु पाएपछि चाहिँ ढुक्क छ के अरे नो रिग्रेट के हो होला हो अब हामी चाहिँ टक्क लगाएर होइन पातले वन रिसोर्टतिर जाँदैछौँ गाइज तपाईहरुलाई देखाउने छु यो जंगल भित्र हैन नि यो भन्दा नि एउटा उसमा गएको छ त्यो नागा शिवपुरी नागार्जुन बाक्साको पनि पाउँछ होला है यसमा तर अलिकति जंगल चाहिँ बीचमा भयो के माथि नि गाउँ छ नि त हैन त्यही भएर चाहिँ अब टक्क जाँदैछ हामी तल गएर चाहिँ अब रमाइलो हैन ग्यादरिङ भएर चाहिँ टक्क एक दुईजना साथी चाहिँ साइडमा बोकेर हिँड्नुपर्ने हुन्छ गाइज होइन किनभने बाटो पाउने त्यस्तै छ अनि के भन्छ अरे जङ्गल पनि अलिकति बाक्लो छ जे पनि आउनु सकिन्छ त्यही भएर चाहिँ म जस्तै हिँड्नु भएन गाइज साथीहरू साइडमा बोकेर होइन परेको खण्डमा त्यो अब आफूलाई आक्रमण गर्न आउनेलाई नि ट्याङ्केडै हानेर चाहिँ पोक्लाक्कै पारिदिने खालको चाहिँ हुनुपर्छ साइडमा त्यही पनि म एक्लै हिँडिरहेको छु गर्दा यस्तो जङ्गल छ भने डर लाग्दैन गाइज के लाग्छ तपाईहरुले के लाग्छ भन्नुस् त एक्लै हिँड्नु सही हो कि ग्रुपमा हिँड्नु सही हो भन्नुस् गाइज त्यही म सुझाव दिन चाहन्छु तपाईहरुबाट प्लिज कमेन्ट गर्नु होला अनि तपाईहरुले के कुरा भन्छु भन्दाखेरि यो चाहिँ कहाँनिर हो भन्दाखेरि यो हामी टक्क लाएर
कलङ्कीबाट सिधै सोतुङ्गल जाने बाटोबाट आएर चाहिँ थाङगढबाट आएर चाहिँ होइन नौबिसी जाने ओह्रालोमा गएर त्यहाँबाट चाहिँ राइट साइड माथितिर बाटो लिनुपर्ने हुन्छ जुन सानो बाटो छ होइन त्यहाँबाट आउनुपर्ने हुन्छ अनि त्यो ठाउँलाई यो एरियालाई चाहिँ चिसापानी भन्ने रहेछ चिसापानी अनि त्यो भित्रको पनि यो चाहिँ पाताले जङ्गल पाताले वन होइन पाताले वन रिसोर्ट पनि छ यहाँ अनि त्यहाँ आएर चाहिँ तपाईँहरू विभिन्न परिकारहरू लिन सक्नुहुन्छ तपाईँहरूले गाइज होइन त्यही हो अनि त्यहाँबाट चाहिँ यसो माथि जङ्गल छ शीतल मजाले पाइन्छ यहाँ चाहिँ यस्तो रमाइलो हुन्छ गाइज आउनुहोस् घुम्नुहोस् रमाइलो लिनुहोस् मजा लिनुहोस् एक्चुअलमा उहाँले चाहिँ कसरी गर्नुभएको उहाँले देखाउनुहुन्छ है देखाउनुहोस् त पार्सल गेम